सो गाइस सबैलाई स्वागत छ है मेरो भ्लगमा। म चाहिँ आज यसो नै उता काँक्रे बिहातिर निस्केको हैन। आजको यसो मौसम पनि के बवाल छ नि त, आजको भ्यू पनि अलि राम्रो छ हैन। त्यो भएर चाहिँ म अहिले सुर्खेत यहाँ लगभग यहाँ पानी ट्याङ्की नजिक पुगिसकेको छु हैन। यहाँ पानी ट्याङ्कीमा पानी पनि आएको छैन हैन। पानी चाहिँ हिजो अस्ति आउँथ्यो पानी खाने मन लागेर, पानी ट्याङ्की आएको पानी पनि छैन हैन। अब हामी निस्किन लागेको काँक्रे बिहारतिर हैन। आज काँक्रे बिहारतिर पनि बहुत केटाकेटीहरू पनि हिँडिरहेको अवस्था छ हैन। जो आजको मौसम चाहिँ एकदम बवाल छ। मौसम बवाल भए नि त यार के गर्नु, यहाँ बाटोहरू एकदम अलिकति हिलो छ हैन। एउटा मौसम राम्रो छ, बाटो फोहोर छ। यसो रनिङ गर्न जाँदा हैन पानी प्यास पनि बहुत लाग्ने हैन। त्यही भएर यसो पानी ट्याङ्कीदेखि थोरै एक बोतल पानी लैजाऊँ भन्ने सोचमा आइरहेको थियौँ हैन। पानी ट्याङ्कीमा आज पानी पनि बन्द रहेछ र एउटा कसको पो पानी त्यहाँ बाल्टीमा भरेर राखेको थियो हैन। हामीले एक बोतल पानी चाहिँ उठाएर हिँडेको छौँ हैन। कहिले गाली गर्ने हुन् कि भन्ने पनि लागिरहेको छ। गाली गरे पनि केही छैन हैन। यसो गाली गरे पनि सुनौँला नि त, कसरी गाली गर्ने रहेछन् बुझौँला हैन। यसो शुक्रबारको प्रिपरेसन पनि अलि हुन्छ नि त केटा हो। शनिबार भोलि कहाँ जाने सोच छ हैन। यसो कमेन्टमा छोड न त, कोही डेटिङ जालान् कोही अब हैन। हरेक आफ्नो प्लान होला त। शनिबार आएपछि अब शुक्रबारमा सोच्या हुन्छन् अब भोलि यस्तो यस्तो ठाउँ जानु पर्ला भनेर। अहिले सायद आफ्नो अलि नजिकको मान्छे अलि हुन्छ नि त, साथीहरू भाइहरू भोलि कतै निस्कौँ भन्ने प्लान चाहिँ बनाएका होला हैन। जस मलाई चिन्ने सम्पूर्णले चाहिँ कमेन्टमा भोलि म यो ठाउँ जानेछु भनेर कमेन्ट छोड न त केटाहरू है। म पनि बुझ्छु भोलि केटाहरू कहाँ गए कता गए भन्ने लाग्छ नि त मलाई पनि। जस यसो नि बलगम चलाउँदै टाइम पास गर्न हामी यसो काँक्रे बिहारसम्म निस्केको हैन। यहाँ नजिकै अगाडि चाहिँ एउटा भेडा पनि चढाइराख्ने एउटा बाजेले हैन। भेडा पनि अलिकति यहाँ के हो पानी परेर हो कि के हो, हाम्रो त जुत्ता त फोहोर हुन्थ्यो। भेडाको पनि पुरै ढाड कालै कालो भएको छ, सायद पानी परेर होला। मौसम चाहिँ क्लियर भएको छ तर चाहिँ बाटो क्लियर भएको छैन हैन। बाटोमा हिँड्दा पनि अलिकति झ्याउलाग्दो टाइपको छ नि त। सो सुर्खेततिरको भेडाको अवस्था चाहिँ यस्तो छ हैन। हाम्रो जुम्लातिर त हैन अलिकति सेतो सेतो टाइपको हुन्थ्यो हैन। यतातिर अलिक कालै कालो टाइपको हुने रहेछन् नि त भेडाहरू। यी पुच्छर पनि कति लामो लामो के, हाम्रो त जुम्लातिर चाहिँ यस्तो लामो लामो भेडा चाहिँ हुन्थेन हैन। यति सानो पनि कति राम्रो हुन्थ्यो तर कालै कालो भइराछन् के। सायद पानी परेर होला। यसो नै बाटो पनि हिलो छ नि त आजभोलि। बाटो हिलोले हो। कति राम्रा राम्रा साना छन् नि त यता, बबाल देखिरहेको नि त। जस फुच्चाफाची यस्तो सानोको बहुत राम्रो पनि लाग्छ, माया पनि लाग्छ हैन। यस्तो ठुलो देखिए चाहिँ अहिले राम्रो देखिँदैन नि त। सानो सानो यस्तोमा कति क्युट देखिन्छन् कि, सानोमा कति राम्रो लाग्छ के। जस त्यो पानीले गर्दा होला चाहिँ यसो नै भेडाको पनि अलिकति अलि नुहाइदिने पानी पनि राम्रो छैन होला। गोठ पनि अलि व्यवस्थित छैन जस्तो लाग्यो हैन। यस्तो हिँडिरहेको छौँ यसो नै साइडतिर हैन। यसो काँक्रे बिहार जङ्गल नजिक हामी पुग्न लागिसक्यौँ करिब। त्यहाँ गएर हाम्रो अलिकति आज छुट्टै अलिकति रमाइलो टाइपको हाम्रो भिडियो बनाउने भनेर गइरहेको छु गाइज हैन। अन्तिमसम्म हेरेर साथ दिनु होला नि त, कस्तो छ के छ। बाटोको अवस्था पानी त आयो तर राम्रो हुन्छ पानी आएको, बाटोको अवस्था चाहिँ खराब हुन्छ नि त। सो गाइज हैन, तिमीहरूको चाहिँ पहिला कमेन्ट मेरो साथीहरू पहिला भन्थे कि तैँले पेड लगाएर चाहिँ सबभन्दा त ठुलो भुल गरिस् भन्थे क्या। तर हेर साथीहरू हैन, मैले प्रयास गरेर चाहिँ मेरो पेट चाहिँ मैले चाहिँ घटाउने कोसिस चाहिँ गरिरहेको छु हैन। पेट चाहिँ मेरो करिब घटिसकेको छ र हैन केटा। अलिकति आज साइडमा पनि यिनीहरू पहिला थिएन नि त, पहिला मासु मात्र थियो। अहिले अलिकति साइड पनि टाइट भएको छ। अलिकति यो सिक्स प्याक पनि अब 1 2 3 6वटा सिक्स प्याक बनाउँदैछ क्या तेरो साथीले। पहिलो कुरा त हैन साथी हेर, हिजो अस्ति तैँले भन्थ्यो नि पेट कस्तो आइमेको कस्तो लगाउँदैछ। अब हेर पेट गइसक्यो अब हैन। कमसेकम 40-45वटा चाहिँ जहिले नि मैले चाहिँ पुसअप गर्छु हैन। सेटअप त्यही तरिकाको हामी राखौँ अब हैन। अब 1 महिनामा हैन तेरो अगाडि आएर स्लिम भनेर आउँछु क्या साथी। त्यसलाई चाहिँ सायद साँझ मेन्सन गर्छु साथी हैन। नहेरे पनि तँलाई मेन्सन गरेर देखाउँछु क्या मेरो पेटको अवस्था, मेरो शरीरको अवस्था।